नमस्कार, म वीरेन्द्र रिमाल। आजको यो भिडियो अत्यन्तै महत्त्वपूर्ण अनुरोधका साथ प्रस्तुत गर्दैछु। मेरो साथीको मोटरसाइकल नम्बर बा 46 प 3804 नम्बरको पल्सर 220 मोटरसाइकल सङ्गम मार्केटको पार्किङबाट चोरी भएको आज 3 दिन भइसक्यो, तर अहिलेसम्म मोटरसाइकल फेला पर्न सकेको छैन। चोरीपछि विभिन्न स्थानमा जडान गरिएका सीसीटीभी क्यामेराका फुटेज सङ्कलन गर्दा मोटरसाइकल लिएर गएका व्यक्तिहरूको गतिविधि कैद भएको छ। हामीसँग रहेको फुटेज अनुसार उनीहरूले सङ्गम मार्केटको पार्किङबाट मोटरसाइकल निकालेर न्यू रोड हुँदै नारायणी नदी किनारको सडक वडा प्रहरी कार्यालय पुलचोकको बाटो हुँदै नारायणी पुल छेउ निस्केर त्यहाँबाट गैडाकोटतर्फ लागेको देखिन्छ। हराएको मोटरसाइकलको विवरण बा 46 प 3804 मोडल पल्सर 220। यदि तपाईँले भिडियोमा देखिएका व्यक्तिहरूलाई चिन्नुहुन्छ, यो मोटरसाइकल कतै देख्नु भएको छ वा घटना सम्बन्धी कुनै विश्वसनीय जानकारी छ भने कृपया तुरुन्त हामीलाई सम्पर्क गरिदिनुहोस् वा नजिकको प्रहरी कार्यालयमा जानकारी गराइदिनुहोस्। जानकारी दिने व्यक्तिको नाम, ठेगाना र परिचय पूर्ण रूपमा गोप्य राखिनेछ। साथै मोटरसाइकल फेला पार्न सहयोग पुग्ने विश्वसनीय जानकारी उपलब्ध गराउने व्यक्तिलाई उचित पुरस्कारको व्यवस्था गरिएको छ। साथै सबै सवारी धनीहरूलाई पनि विशेष अनुरोध छ, आफ्नो सवारी साधन पार्किङ गर्दा सकेसम्म सुरक्षित स्थानमा पार्क गर्नुहोस्, ह्यान्डल लक गर्नुहोस् र सकेसम्म सीसीटीभी निगरानी भएको स्थानमै पार्क गर्नुहोस्। पछिल्लो समय दिनदहाडै मोटरसाइकल चोरी हुने घटनाहरू बढिरहेका छन्, त्यसैले सबैजना सचेत र सतर्क रहनु अत्यन्त आवश्यक छ। कृपया यो भिडियो धेरैभन्दा धेरै सेयर गरिदिनुहोस् ताकि यो सूचना धेरैभन्दा धेरै व्यक्तिसम्म पुग्न सकोस् र हराएको मोटरसाइकल फेला पार्न सहयोग मिलोस्। तपाईँको एउटा सेयर वा एउटा सानो जानकारीले पनि हराएको मोटरसाइकल फेला पार्न ठुलो सहयोग गर्न सक्छ।